हेलो गाइस, मैले फेरि पनि एक हप्ता लगाएर नयाँ क्राफ्टल्यान्ड म्याप लिएर आइसकेको छु। Dried out tears of sorrow, lacking all emotion, staring down the barrel, waiting for the final gates to open, to a new tomorrow, moving with emotion, following the light that sets me. यो चाहिँ रहेको छ हाम्रो गोर्खा दरबार, जसमा मैले 7 दिन लगाएर कम्प्लिट गरिसकेको छु। आजको यो भिडियोमा हजुरहरूलाई मैले गोर्खा दरबार घुमाउने छु र के रहेको छ सबै एक्सप्लेन पनि गरिनेछु। यदि तपाईहरु पनि यो म्याप खेल्न चाहनुहुन्छ भने कमेन्ट डिस्क्रिप्सनमा कोड पाउनुहुनेछ, सबै गएर खेल्नु होला। अनि मेरो फ्री फायरको प्रोफाइलमा गएर क्राफ्टल्यान्ड सेक्सनमा गएर मलाई फलो पनि गरिदिनु होला, जसले लेभल अप पनि हुनेछ। अब भिडियो तर्फ लागौं। फर्स्टमा त तपाईहरु यहाँ स्पोन हुनुहुनेछ अनि तपाईहरुले यहाँबाट गोर्खा दरबार पनि देख्न सक्नुहुनेछ। अब चाहिँ सिडी हुँदै जानुपर्ने हुनेछ अनि तपाईले यहाँ थोरै रनिङ पनि गर्नुहुनेछ। अनि मैले स्क्रिप्टको सहायताले तपाईलाई थोरै फन्नी होस् भनेर दौडिने एनिमेसन पनि राखिदिएको छु। तपाईहरु माथितिर आउनुभयो भने पूजाको सामान किन्ने ठाउँ पनि देख्न सक्नुहुनेछ, तर पूजाको सामान चाहिँ छैन, मान्छेहरु राखिदिएको छु। पीसी भएको भए गराउने थियो होला, मेरो मोबाइल हो त्यसैले पोसिबल छैन, त्यसैले जति सक्छु त्यति नै गराएको छु। थोरै माथितिर आउनुभयो भने चौतारा जस्तो देख्नुहुनेछ। यहाँ आउनुभयो भने हजुरले डान्स पनि गर्न सक्नुहुन्छ, डान्स गरेर रिल्सहरु पनि गराउन सक्नुहुनेछ। हजुरहरु चौतारा भन्दा माथि जानुभयो भने मूर्ति पनि देख्न सक्नुहुनेछ। मेरो चाहिँ मोबाइल भएको कारणले मूर्ति गराउन इम्पोसिबल रहेको छ, त्यसैले जस्तो छ त्यस्तैमा चित्त बुझाउनु होला। अनि तपाईहरुले यहाँ बसेर घन्टी पनि बजाउन सक्नुहुनेछ। अनि त्यसपछि अगाडि गेट पनि देख्न सक्नुहुनेछ। अनि यतापट्टि जानुभयो भने तलपट्टि साइड जान सक्नुहुनेछ। अनि त्यसपछि हामी सिडी हुँदै जानुपर्ने हुन्छ। अनि यहाँ फुलहरु पनि देख्न सक्नुहुनेछ। यो बाटो जानुभयो भने यो माथिरको घरमा पनि जान सक्नुहुनेछ। यदि तपाईहरुलाई माथिरको घरलाई के भन्छ भने थाहा छ भने कमेन्ट गर्नु होला, मलाई थाहा नभएको कारणले घर बनेको छु। अनि त्यसपछि तपाईहरुले यहाँ आएर थोरै स्पेस पनि पाउन सक्नुहुनेछ। अनि यहाँ त फेरि माथि जानुपर्ने हुन्छ। अनि यो घरलाई मैले थोरै सानो बनाएको छु, ठाउँ नभएका कारणले माइन्ड नगर्नु होला। अनि सिडी हुँदै माथि जानु होला। अनि यहाँ चाहिँ दुईवटा गेट देख्नुहुन्छ, यतापट्टिको साइडको पछाडि र यतापट्टि अगाडि जान सक्नुहुन्छ। अनि सिधै अगाडि जानुभयो भने हजुरले दुईटा घन्टी पनि देख्न सक्नुहुनेछ। अनि तपाईहरु तलतिर जानुभयो भने एउटा मन्दिर पनि देख्न सक्नुहुनेछ। अनि तलपट्टि हेर्नुभयो भने घन्टीहरु, अगरबत्ती बाल्ने ठाउँ पनि देख्न सक्नुहुनेछ। अनि तपाईहरु यतापट्टि आउनुभयो भने यो चाहिँ म्यापमा देखाएको थियो अनि गराएको। अनि यो तपाईहरु कोलाई थाहा छ यो के हो भनेर सबैजनाले कमेन्ट गर्नु होला, मलाई थाहा नभएका कारणले यो भनेको छैन। अनि भित्र आउनुभयो भने शिवलिङ्ग र तपाईहरु त्रिशूललाई देख्न सक्नुहुनेछ। अनि तपाईहरु दुई हात जोडेर पूजा पनि गर्न सक्नुहुनेछ। अनि त्यसपछि हामीहरु मेन दरबार भित्र छिर्नुपर्ने हुन्छ। अनि तपाईहरुले यस्तो देख्न पनि सक्नुहुनेछ। अनि त्यसपछि हजुरहरु गेट पनि देख्न सक्नुहुनेछ। अनि गेटबाट हजुर छिर्नु भयो भने यस्तो इन्टरफेस पनि देख्न सक्नुहुनेछ। अनि यहाँ बन्दुक समातेर पनि बस्नु भएको छ। हजुरहरु केही गलत काम गर्नु भयो भने उहाँहरु हजुरलाई छोपेर ल्याउनुहुन्छ। अनि त्यसपछि तपाईहरु दरबार भित्र छिर्नुहुन्छ, तर मलाई दरबार भित्रको फोटोहरु भिडियोहरु नपाएका कारणले मैले बनाएको छैन र रियलमा पनि क्यामेरा लैजान नपाइने भएकाले यसो मैले गराएको छैन। त्यसैले माफी चाहन्छु र सबैजना आएर इन्जोय पनि गर्नु होला। अनि यता चेयरहरु पनि राखिदिएको छु, त्यसमा बस्न चाहिँ मिल्दैन, स्क्रिप्ट नआएका कारणले मैले बनाएको छैन, त्यसैले एडजस्ट गर्नु होला। अनि त्यसपछि यतापट्टि पूजा गर्ने मन्दिरहरु पनि देख्न सक्नुहुनेछ। अनि यतापट्टि अगरबत्ती बाल्ने ठाउँहरु पनि देख्न सक्नुहुनेछ। अनि त्यसपछि यतापट्टि एउटा घर रहेको छ, यो पनि मलाई थाहा छैन के हो भनेर, यसको नाम पनि हजुरहरु कमेन्ट गरिदिनु होला। अनि यहाँ एउटा झेल पनि रहेको छ, यो झेलबाट हजुरहरुले हेलिकप्टर आउने जाने ठाउँ पनि देख्न सक्नुहुनेछ। त्यसपछि हजुरहरु यता सिडी हुँदै तल पनि जान सक्नुहुनेछ, सबै ठाउँ घुम्न सक्नुहुनेछ। अनि मैले गुगल म्यापबाट टिकटकबाट फोटो भिडियो जति पनि पाएको थिएँ त्यसबाट जति त्यति नै गराएको छु। अनि सबैजना आउनु होला, हजुरहरु सबै यो म्याप खेल्नु होला। अनि हजुरहरुलाई यो म्यापमा के फिचर्स राम्रो लागेको छ अनि तपाईहरुलाई यो पनि गराउन मन लागेको छ भने कमेन्ट गर्नु होला। अनि मैले नेक्स्ट भिडियोमा तपाईहरुलाई सिकाउने छु। आजको लागि भिडियो यति नै। अनि लास्टमा तपाईहरु सबै मेरो फ्री फायरको प्रोफाइलमा गएर क्राफ्टल्यान्ड सेक्सनमा गएर फलो पनि गर्नु होला। अनि फेरि अर्को भिडियोमा मिल्ने छौं। आजको लागि बाइ बाइ, टाटा, सी यू।